हेलो साथीहरू, जोरले नमस्ते। स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। म चाहिँ आज यहाँ तल खेतमा आएर भिडियो बनाउँदैछु। कस्तो लाग्छ मेरो भिडियो? लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै अब चाहिँ म घाँस काट्न चाहन्छु। घाँस यता छ। तपाईहरु कुन कुन ठाउँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ? लाइक, कमेन्ट गर्न नबिर्सनु होला। सबैजना मिलेर मेरो भ्लगलाई पनि लाइक, कमेन्ट, सब्स्क्राइब गर्नु होला भन्दै अब म घाँस काट्दैछु। साथीहरू, मलाई चाहिँ भिडियो बनाउन खासै आउँदैन, त्यही पनि यसो अलिअलि बनाइदिउँ न त भनेर यता कोसी चाहिँ तल कोसी छ। यस्तो छ हाम्रो गाउँ। यो पारिपट्टि भयो। म माथिबाट आएको। सब पाखा छ। गाउँघरको भिडियो यस्तै हुन्छ गाइस। सबैजना मिलेर सपोर्ट गर्न चाहिँ नभुल्नु होला। एकअर्कालाई सपोर्ट गर्नुपर्छ है त। यसो भन्दै अब म घाँस काट्न चाहन्छु। मेरो हँसिया खोइ रहेछ। साथीहरू, तपाईहरु कस्तो सन्चै हुनुहुन्छ होला? म पनि एकदम ठिक छु भन्दै हाम्रोतिर चाहिँ पानी परेको छ जतिखेर पनि है। आज पनि पानी पर्ला जस्तो यस्तो मौसम भएको छ। धुम्मिरहेछ है, यस्तो धुम्मिरहेछ, चिसो। बिहानभरि पानी परेर घाँसतिर नि शीतै शीत छ है। यस्तो म चाहिँ यहाँ यो घाँस काट्न आएको। मैले छरेको घाँस हो यो। के भन्छ यो घाँसले? विकासे घाँस काट्न आएको छु। सबैजना मिलेर हेरेर साथ सपोर्ट गर्नु होला। ओके, लेट्स गो। म भारी पुर्याएर देखाउने छु। त्यतिन्जेलसम्म मेरो भिडियो हेरेर के भन्नु, लाइक, कमेन्ट, सब्स्क्राइब, टुङ्ग घन्टी बजाइदिनु होला भन्न चाहन्छु। यति भन्दै अब चाहिँ म घाँस काट्दैछु साथीहरू। ओके, बाई। अहिले एकछिनमा भेट्नुपर्छ साथीहरू। मेरो चाहिँ भारी पनि यति भयो, पुगेको चाहिँ छैन। यति यहाँबाट यति काटिसकेँ। यहाँबाट यति काटिसकेँ। यति भारी पुग्यो। अब यति काट्ने अनि भारी पुग्छ भन्दै आजको भिडियो म खासै भिडियो त बनाउँदिनँ, तर पनि बनाउन रहर लाग्छ कि गाइस। भिडियो के गर्नु, कसैले माया गरिदिँदैन हामी जस्तोलाई। यो भनेको खरायोले खाने घाँस हो। के भन्छ यो घाँसलाई? के पो भन्छ? कुरकुरे घाँस। खरायोले खाने घाँस। कुरकुरे घाँस। साथीहरू, अब भने यति भयो भारी। जानु पनि पर्छ, धेरै लानु हुँदैन। भोलि पर्सिलाई चाहिन्छ होइन। त्यही भएर अब यति काट्छु। अलिकति, धेरै काट्दिनँ, यति काट्छु। यति, त्यसपछि पुग्छ मेरो भारी। खासमा यो घाँस पकाएर खोलिदिने हो, तर घाँस नभएर मैले चाहिँ काटिदिएको। धेरै पनि छैन, यति छ होइन। त्यही भएर गाइस, अब त्यहाँ एउटा छ, त्यहाँ कोसी छ। सबैजना मिलेर सक्दो सपोर्ट गर्नु होला मेरो भिडियोलाई। पानी आइसक्यो। यस्तो दिन भएको कि भगवान्, पानी आइसक्यो के। म अब के गर्ने? पानी आयो। ओके गाइस, अब म एकैचोटि
भारी पुगेपछि मात्रै देखाउँछु है त गाइस। मेरो चाहिँ फाइनली भारी पुगेको छ, भारी पुगी पनि सक्यो मेरो चाहिँ फाइनली गाइस भारी पुग्यो ढ्याङ भनेर भन्नु रे। यति नै लिएर जाने हो। यत्रो काटिसक्यो मैले चाहिँ। पानी आइसक्यो, मेरो नङ भाँच्यो, सबै माटो छिर्यो गाइस मेरो नङमा। बिचरा मेरो नङ यस्तो हालतमा छ। अब खै के भन्नु। अब चाहिँ म घर जानुपर्ने हुन्छ साथीहरू। त्यसैले त्यसैले कस्तो लाग्छ मेरो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। सबैजना मिलेर सब्सक्राइब गर्नुपर्छ, एक अर्कालाई सपोर्ट गर्दै 0 देखि माथि पुग्ने त हुँदैन। ओके, यति भन्दै आजको भ्लग यहीँ एन्ड गर्न चाहन्छु साथीहरू। कस्तो लाग्छ सुझाव दिनु होला भन्दै बाई बाई। मलाई चाहिँ धेरै भिडियो बनाउन आउँदैन, फेरि बोल्न पनि राम्रोसँग आउँदैन। आमा के बस्यो। त्यसैले साथीहरू अब घर जानुपर्छ, पानी आइसक्यो सिमसिमी। बाई बाई। यस्तो छ हाम्रो गाउँ रे दोलखा जिल्ला झाफे। पानी आइसक्यो त्यहाँबाट। ओके, यति भन्दै म चाहिँ बिदा हुन चाहन्छु। ओके बाई बाई, लेट्स गो। नेक्स्ट भिडियोमा भेटौँला साथीहरू। बाई।